हेलो गुड मर्निङ गाइज के छ हाल खबर आई होप सबैजना सन्चै हुन्छ होला है नि त म पनि सन्चै छु आज चाहिँ हाम्रो सबै फ्यामिलीहरू बढी मुभी हेर्न जाने भएको छ म चाहिँ रेडी भइसकेँ अनि यहाँ चाहिँ म्याडम चाहिँ रेडी हुँदैछ यहाँ एउटा भाउजूहरू दाइहरू बहिनी सबजना रेडी हुँदैछ फाइनली रेडी भइसक्यो अन्त अब हामी नरन रेडी भइसक्यो बुढी पनि रेडी भइसक्यो अनि भाउजू पनि रेडी भइसक्नु भएको छ उहाँ आउँदै हुनुहुन्छ दाइ चाहिँ कहाँ जानुभयो अरे दाइ पनि रेडी भइसक्नु भएको छ अलिअलि काम परेर बाहिर जानुभएको छ अब हामी पहिला खाना खानेछौँ अनि जानेछौँ अनि भाउजू पनि रेडी भइसक्नुभयो उहाँ आउँदै हुनुहुन्छ उहाँ पनि भाउजू पनि आइसक्नुभयो बुढी नि आइसक्यो नरा पनि नरा माथि हेर्नु न आइगल्यो अनि त्यसपछि फिल्म मुभी हो कुन मुभी हो कुन मुभी हेर्न जानला हो थाहा चाहिँ छैन दाइलाई बलिदान नेपाली हो अनि विराज भट्टको मुभी हो न र बलिदान भन्ने मुभी हेर्न जान लाग्छौँ बलिदान मुभी हेरिसकेपछि नरले नै के बलिदान नर पुगुली हाय हाय Masya, yang lihat sih dia apa? Yang di pack tapi jiwa foto. Kalau curang, saya kebaksa. यो कस्तो खाले नियम हो क्या होइन हाइट योभन्दा हाइट भएको सबै बच्चाको लाग्छ अरे है मुभी हलतिर कोपले भाउजू ओए बुकुली कस्तो छ मजा आइरहेछ दाइहरू चाहिँ खै त नि दुईजनै माइती गरेर हेर्ने मन थियो दिदी बहिनी त ट्याक्कै मिलेको
ल हामी सबैजना मुभी हेरेर आइसकेको छौँ अब होइन त ल कपिला भाउजू तपाईँलाई कस्तो लाग्यो भन्नुहोस् त लास्टमा मात्रै रुनु पऱ्यो कि परेन केही परेन रुनु पनि परेन हाँस्नु पनि परेन ए होस् त्यसै तपाईँ अगाडि जानुहोस् अनि भाउजू हजुर भन्नुहोस् मलाई राम्रो लाग्यो एकदम मन पर्यो है हजुरलाई कस्तो हजुर लाग्यो भन्नुहोस् हजुर हजुरको 2-4 शब्द राखिदिनु होला राम्रै लाग्यो हो हजुर भन्नुहोस् हजुरलाई कस्तो लाग्यो मलाई त राम्रो लाग्यो सबैजना फिल्म हेर्न आउनु होला तर मलाई एउटा चिजको कमी लाग्यो के को कमी लाग्यो लभ स्टोरीको कमी लाग्यो अरू सब खतरा ए हो नि है समीर भट्टको एप्स मन पर्यो मलाई यति नै हो अब अलिकति भएन कि लभ स्टोरी होइन किन रिस कस्तो हालतमा आएको म कस्तो हालतमा पुगेछु क्या मलाई कस्तो लाग्यो बक्स लाग्यो बक्स धेरै समयको फिल्म हलमा खेल्नु पाएको थियो होइन रमाइलो लाग्यो ससुरालीमा आउँदा मजा आयो खानु पाइरहेछ डुल्नु पाइरहेछ खानु पाइरहेछ सुत्नु पाइरहेछ अगाडि जानु Okay, thanks for watching my video. We will meet next video.